कुन स्टकको बारेमा कसरी रिसर्च गर्ने भन्ने बारेमा केही पनि आइडिया छैन भने चाहिँ दिस भिडियो इज फर यु। वेलकम ब्याक टु माई इन्भेस्टमेन्ट जर्नी सिरिज। यो भिडियोमा चाहिँ म तपाईँलाई एक्चुअली म आफैले पनि युज गरिरहेको टप 3 टुल्सको बारेमा जानकारी गराउँछु, जसको हेल्पले तपाईँ आफैले पनि स्टकको बारेमा एनालाइसिस तथा स्टकको बारेमा न्युजहरू हेरेर चाहिँ कुन सेयर किन्ने कुन सेयर बेच्ने भन्ने बारेमा रिसर्चहरू गर्न सक्नुहुन्छ। सो लेट मी सेयर यु माई स्क्रिन। सो माई नम्बर 1 टुल्स भनेको चाहिँ गुगल फाइनेन्स। अब यो चाहिँ म बेसिकली किन युज गर्छु भन्दा यसमा चाहिँ तपाईँले सजिलै आफ्नो एउटा वाच लिस्ट बनाएर राख्न मिल्छ। सो यु क्यान सी मैले चाहिँ जापानको छुट्टै बनाएर राखेको छु, क्रिप्टोको छुट्टै बनाएर राखेको छु। फर इक्जाम्पल मलाई कुनै कम्पनीमा इन्ट्रेस्ट छ बट मलाई चाहिँ त्यो स्टक तुरन्त पनि किन्न छैन, मलाई त्यो कम्पनीको बारेमा जान्न मन छ, फलो गर्न मन छ भने चाहिँ तपाईँले यहाँ आफूले आफ्नो वाच लिस्ट बनाएर चाहिँ त्यसलाई फलो गर्न सक्नुहुन्छ। प्लस यसको अर्को राम्रो कुरा भनेको चाहिँ यहाँ यु क्यान सी डिफ्रेन्ट टाइप अफ आइकन। यसले चाहिँ तपाईँको कुन स्टक चाहिँ धेरै ट्रेड भएको छ कि छैन, कुनै घट्यो भने लाइक मोस्टली डाउन स्टकको बारेमा पनि तपाईँले यो आइकनको थ्रुबाट हेर्न सक्नुहुन्छ। प्लस यहाँ तपाईँले चाहिँ लाइक कुनै पर्टिकुलर कम्पनीको बारेमा तपाईँले क्लिक गर्नुभयो भने चाहिँ त्यो कम्पनीको इन्फर्मेसनहरू पनि तपाईँले देख्न सक्नुहुन्छ है। हाई कति गएको थियो, लो कति गएको थियो, मार्केट क्याप कति छ, प्लस त्यो कम्पनीको बारेमा के काम गर्छ भन्ने कुरा पनि तपाईँले विकिपिडियाको यदि लिङ्क छ भने त्यहाँ तपाईँले इन्फर्मेसनहरू देख्न सक्नुहुन्छ। माई सेकेन्ड टुल इज पर्पलेक्सिटी फाइनेन्स हो। यो चाहिँ तपाईँको एआई टुल चाहिँ हो जस्ट लाइक च्याट जीपीटी, बट यसमा चाहिँ तपाईँले चाहिँ काउन्टर क्वेसन्सहरू सोध्न सक्नुहुन्छ। सो बेसिकली यसले चाहिँ डिफ्रेन्ट टाइप अफ वेबसाइटहरूमा गएर चाहिँ की इन्फर्मेसनहरू ल्याएर तपाईँलाई दिने गर्छ। सो तपाईँले चाहिँ डिफ्रेन्ट वेबसाइटहरू जानु जरुरत पर्दैन यसबाट चाहिँ। फर इक्जाम्पल मैले यसलाई सोधेँ कि वाइ स्यान्डिक्स स्टक इज डाउन भनेर सोधेँ भने यसले चाहिँ मलाई मेन रिजन्सहरू ल्याएर दिएको छ। अब यसले चाहिँ याहू फाइनेन्सको आर्टिकल प्लस अरू कम्पनीहरूको चाहिँ आर्टिकलहरू ल्याएर चाहिँ त्यसको आधारमा तपाईँलाई चाहिँ की इन्फर्मेसनहरू दिन्छ है। त्यही भएर चाहिँ तपाईँले चाहिँ कुनै कम्पनीको बारेमा सोध्नु छ, बुझ्नु छ भने चाहिँ तपाईँले अभियसली यो पर्पलेक्सिटी एआईको फाइनेन्स पेज युज गर्न सक्नुहुन्छ। यसलाई चाहिँ तपाईँले नेपालीमा पनि सोध्न सक्नुहुन्छ है त। एन्ड माई थर्ड गो टु वेबसाइट भनेको चाहिँ याहू फाइनेन्स हो। अनि आई थिङ्क जापानमा बस्नुहुन्छ भने चाहिँ याहू फाइनेन्सको बारेमा सुन्नु भएकै होला, किनकि यो आई थिङ्क वान अफ द मोस्ट युज वेबसाइट पनि हो। एन्ड यसमा चाहिँ तपाईँको सेम गुगल फाइनेन्स जस्तै हो, बट यसमा चाहिँ तपाईँले डिफ्रेन्ट काइन्ड अफ आर्टिकल्सहरू भेट्न सक्नुहुन्छ जुन तपाईँले चाहिँ यो गुगल फाइनेन्समा भेट्न सक्नुहुन्न है त। एन्ड यो चाहिँ मैले युज गर्नुको कारण भनेको चाहिँ यसमा तपाईँले चाहिँ समरी, चार्ट्स, न्युजहरू प्लस एनालिटिक्सहरू पनि तपाईँले हेर्न सक्नुहुन्छ है। यो चाहिँ तपाईँले चाहिँ पछि तपाईँले सेयरको बारेमा स्टकको बारेमा जान्दै जानुभयो भने चाहिँ यो कुराहरू चाहिँ एकदम सजिलो हुन्छ तपाईँले स्टक पिकअप गर्नको लागि चाहिँ। एन्ड द्याट्स इट। यदि तपाईँलाई चाहिँ यो बाहेकको कुनै अरू टुलहरूको बारेमा पनि जानकारी छ भने चाहिँ मलाई सेयर गर्नु होला, म आफैलाई पनि इन्ट्रेस्ट लाग्छ यस्तो कुराहरू सिक्नलाई, गर्नलाई। सो थ्याङ्क यू फर वाचिङ एन्ड सी यू इन माई नेक्स्ट एपिसोड।